गुड मर्निङ गाइस, जय भोलेनाथ। एउटा कुरा भन्नु मन छ कि लाइक मैले चाहिँ त्यस्तो भ्लग रेगुलर बेसिसमा बनाएको होइन। अहिले इजरायल र इरानको बिचमा यो जुन चलिरहेको कन्फ्लिक्टले गर्दाखेरि चाहिँ प्रायः जस्तोहरूले मलाई फोन गरेर सोधी खोजी गर्नुहुन्छ होइन। अनि मलाई चाहिँ फोनमा बात मार्नु अल्छी लाग्छ, त्यही कारण अरू बेला म कहिले पनि यस्तो भिडियो बनाएर सेयर गर्दिनँ होइन। मैले चाहिँ यो भिडियो बनाएको कारण चाहिँ लाइक एउटा कुरा देखाउनुको लागि कि म राम्रै छु होइन। लाइक सजिलो पाराले म एउटा भिडियो बनाएर यता र उता हिँडेको त्यस्तो देखाउँछु मेरो आफन्तहरूलाई होइन। अन्त मेरो साथीभाइहरूलाई जसले चाहिँ चिन्ता गर्नुहुन्छ मेरो लागि होइन, शुभचिन्तकहरू, उहाँहरूको लागि मात्रै हो। जस्तो यो कन्फ्लिक्ट खतम हुन्छ या शान्ति हुन्छ त्यहाँदेखि मेरो भिडियोहरू पनि बन्द हुन्छ। न म पैसा कमाउनुको लागि होस् या मेरो फलोवर बढाउनुको लागि होस् कि त्यस्तोको लागि बनाएको होइन। जस्ट मलाई फोनमा बात गर्नु सक्दिनँ मलाई अल्छी लाग्छ। अब पालै पिलो गर्दै फोन आउँछ मलाई अल्छी लाग्छ, चाहे त्यो मेसेन्जरमा होस् कि वाट्सएपमा होस् कि आई डोन्ट नो होइन। त्यो अल्छी लागेर मात्रै मैले यो भिडियो बनाएको हो। तर तपाईँहरूले चाहिँ मलाई नराम्रो नसम्झिनु कि यस्तो सिचुएसनमा पनि भिडियो बनाउँदै हिँड्छ यताउता, नो। म यति देखाउन चाहेको हो कि म यहाँ इजरायलमा सुरक्षित छु, राम्रै छु, दायाँ बायाँ यताउता हिँडिरहेको छु होइन। त्यही कुराले गर्दाखेरि मात्रै बनाएको। जस्ट वान्स एन्ड फर अल यो जुन कन्फ्लिक्ट शान्ति हुन्छ या पिस आउट हुन्छ त्यहाँदेखिको मेरो नो भिडियोस् क्या होइन। अब बिहानको खाना पनि खाइसकेँ है, अब चाहिँ लाग्दिन्छु जेरुसलेम। ल जेरुसलेम पुगेर हेरौँ के हुन्छ। भिडियो बनाउन पाएँ भने चाहिँ बनाउँछु, नभए चाहिँ बनाउँदिनँ हो। हेरौँ ल, बाई। अहिले जेरुसलेममा हो, जेरुसलेममा पुगेँ। यहाँको माहौल चाहिँ लाइक राम्रो रहेछ हौ। देख्नु हुँदैछ होला सबै वर्किङ आवर्स, सबैजना मान्छेहरू होइन आफ्नो आफ्नो काममा धुनमा। इट मिन्स यहाँ सबै सुरक्षित छ होइन। अहिले एउटा कामले यहाँको अहिले फेरि उता एकजना दादा हुनुहुन्छ मेरो यहाँनिर हो, उहाँलाई बोलाइरहेको छु। अब उस्तै पऱ्यो भने भेट हुन्छ, नभए चाहिँ हुँदैन। अब हेरौँ के हुन्छ। अहिले दादा आएपछि हेरौँ ल, अहिले फेरि अपडेट दिन्छु नि। अहिले चाहिँ म एकजना दादालाई भेट्न जाँदैछु, ऊ पर्खिरहेको छ अन द वे। अहिले भेटेर फेरि उयो गर्छु ल। यस्तो छ है जेरुसलेम। लाइक इजरायल भन्दाखेरि प्रायः जस्तोहरूको दिमागमा के आउँछ, यहुदीहरूको बस्ने जग्गा होइन। एन्ड द प्रपर यहाँ जेरुसलेममा आएपछि त्यो फिल हुन्छ क्या, किनकि सबै यहुदीहरू क्या, प्रपर अर्थोडक्सहरू। अब आइपुग्न आँट्यो दादालाई भेट, पर्खिराख्नु एकछिन ल। मेरो दादा मलाई यहाँ पर्खेको थिएँ, फेरि उता गएछ हो, आउँदैछ ऊबाट हिँड्दै आएको। आयो मेरो दा है। हेलो गाइस, अहिले चाहिँ यहाँ बिहान 5 बज्यो। हामी भर्खर उठेर मर्निङ वाकमा जान हालेको। अन्त दा कस्तो हुन्छ? कस्तो चल्दैछ? यता बोलाउँछ, उताबाट यता बोलाउँछ, यतै छैन हौ यहाँ त। छैन है, शान्ति छ है, शान्ति छ। आज उहाँलाई भेट्नु मात्रै आएको, खासमा चाहिँ भोलि आउँछु भनेको थिएँ, तर म छुट्टी नजाने भन्छु त। क्यान्सल भयो। अब त्यहाँ टेलिभिजनमा साह्रै उयो भएको रहेछ, त्यसले गर्दाखेरि चाहिँ नजाउँ भने मैले पनि, बोजूले पनि नजा भन्यो नि त। अनि मैले चाहिँ महिनामा एकचोटि जान्छु भनेको, तर अवस्था यस्तै भयो। ठिकै छ, दालाई भेट्यो खुसी लाग्यो नि हो। अब कति 3 हप्ता बादमा चाहिँ लाइक
एकजना मान्छे भेटेँ क्या मैले चाहिँ बोल्नु नभए एक्लै नि अब उता कोही छैन अब 20-25वटा घर छ होइन त अब त्यहाँनिर अब त्यस्तो कोही पनि छैन अलि अगाडि बस्नु जेरुसलेम यस्तो देख्छ यो चाहिँ सेन्ट्रल स्टेसनदेखिको अलिकति ओरै सेन्ट्रल स्टेसन चाहिँ ऊ पर छ यतिकै दाजुसँग पनि भेट भयो हो अन्त अब चाहिँ फर्किन्छु घर जेरुसलेमबाट भर्खर आइपुग्यो हो आज चाहिँ खुसी लाग्यो इजरायलको यस्तो अवस्थामा मैले मेरो दाजुसँग भेट भयो होइन खुसी लाग्यो हामी दाजुभाइ सबैजना सुरक्षित छौँ हामी आफन्त मेरो दिदी बहिनीहरू सबैजना आफ्नो आफ्नो ठाउँमा होइन कसैले टेन्सन लिने कुरै छैन आज खासमा जेरुसलेम गएको पनि एउटा कामले गर्दाखेरि गएको मेरो एम्प्लोयरको होइन साथमा म दाजुलाई पनि भेट्छु भनेर गएको थिएँ अब खुसी लाग्यो धेरै टाइम बादमा भेट भएँ मेरो अब उता घरतिर पनि दादाको आमा बाबा मेरो फुपू फुपाजु उहाँहरूले पनि मेरो भिडियो हेरेर चाहिँ अलिकति चित्त बुझाउनुहुन्छ होला अब दाजुभाइ भेट भयो भनेर क्या अयो ल अब चाहिँ फ्रेस हुन्छु म त्यहाँदेखि एकछिन सुत्छु अनि त्यहाँदेखि चाहिँ बेलुकातिर भेटौँ न है बेलुकाको काम पनि सकियो हो हाम्रो अघि जेरुसलेमबाट आएर एकछिन निदाएँ भात खाएँ अन्त बिहान एउटा मुभी हेर्दै थिएँ हो त्यो मुभी पनि हेरिसकेँ अहिले बेलुकाको काम पनि शेष आजको दिनको स्यालेरी क्रेडिट भइसक्यो हो अब भोलि सब्बात बिहान उठेर बिहानको भोलिको काम हुन्छ अब भोलि छुट्टी जाने प्लान थियो तर गइँदैन अब क्यान्सल भयो अब यस्तै छ है अब हेरौँ अब भोलि सब्बातको दिनमा केही भिडियो बनाउनु पायो भने चाहिँ बनाउँछु खासमा चाहिँ अब फोन चलाउनु पाउँदैन अब आफ्टर सब्बात होइन मतलब सब्बात लागिसकेपछि तर पनि हेर्छु आजको लागि चाहिँ यति मात्रै सबैजनालाई जय भोलेनाथ गुड नाइट